यो मुलुकको इतिहासदेखि वर्तमानसम्म तपाईसँग आज मैले कुरा गरिरहँदा सबैभन्दा इमान्दार राज्य शक्तिको स्रोत को थियो भन्दा त सबै नेपाली जनताले आज मसँग विमति गर्दैनन्। त्यो राज संस्था गर्नुहुन्छ भने पनि बहस गरौँ, तर जोसँग स्वार्थ होला उहाँ चाहिँ विमति राख्नुहुन्छ होला। जोसँग स्वार्थ छैन, आज निस्वार्थ रूपमा नेपाली जनताको आवाज हो भनेर नारायण एटीबाट जनताको नासो जनतालाई नै बुझाए भनेर राजदण्ड दिएर हिँड्ने त्यति बेलाको सर्वशक्तिमान राज संस्थाको प्रमुख अहिले पनि जीवित हुनुहुन्छ नि त, हामी माझमै हुनुहुन्छ त। 23 र 24 पछि आएको 25 को बिचमा उहाँले इच्छा राखेको भए त गद्दीमा धुलो पुस्न मात्रै बाँकी थियो होला, तर किन बस्नु भएन? उहाँको चाहना किन बनेन फेरि आएर गद्दीमा बस्ने? किनकि मैले फेरि भन्दैछु, समावेशिताको पुनर्व्याख्या गरेर हरेक नेपालीले, हरेक शक्तिका स्रोतहरूले, राजनीतिक दलहरूले, नागरिक समाजले, निजी क्षेत्रले सबैले मनन र महसुस गरेर नेपाली मौलिकताको व्यवस्था, प्रजातान्त्रिक व्यवस्था सहितको एउटा चाहिँ देशलाई जोड्न सक्ने अभिभावक संस्था चाहियो, जो संस्था चाहिँ आजको मितिमा इतिहासदेखि बडा महाराजाधिराजदेखि राजा ज्ञानेन्द्रसम्म आइपुग्दा सबैभन्दा इमान्दार संस्था राज संस्थै थियो भन्दा कुनै विदेशीको किताब पनि पल्टाउनु पर्दैन, 5 स्टार होटलमा बस पनि गर्नु पर्दैन। हामी सबै राज्य शक्तिका स्रोतहरू जोडिएर आफ्नो मौलिकता सहित, नेपाली पहिचान सहितको भोलि बिहान कसै अमुक मुलुकको बाद ल्याएर आयातित बन्नु पर्दैन नि। हामीलाई नेपालवाद चाहियो, हामी नेपाली हो। सबैको स्वीकारयुक्ति, स्वीकार्यता सहितको मौलिक व्यवस्थाको परिकल्पना गरौँ। यसमा इफ बट होइन। राज संस्था कुनै अमुक पार्टीको एजेन्डा बन्दैन, सबैको एजेन्डा बन्छ, नेपालीको एजेन्डा बन्छ। भोट नहाल्नेको पनि एजेन्डा बन्छ, भोट हाल्नेको पनि बन्छ, दलहरूको पनि बन्छ, सबैको बन्छ। र यसमा स्वीकार्यता सहितको राज संस्थाले एउटा चाहिँ हाम्रो आर्थिक समृद्धि, पहिचान र विश्वमा भाष्य निर्माण गर्न सक्ने हामी नेपाली हुन्छौँ है। हाम्रो व्यवस्थाको पहिचान हामी आफै दिन सक्छौँ। त्यो भनेको नेपालवाद हो। हामीले नेपालवाद